हेलो गाइज, वेलकम टु आवर युट्युब च्यानल। फेरि पनि स्वागत छ तपाईहरुलाई आयुष्मा थामा युट्युब च्यानलमा। साथीहरु, तपाईहरु कस्तो छ? म त एकदम आरामै छु अनि तपाईहरुलाई पनि आराम कुशल मंगलै होला भन्ने आशाको साथमा फेरि पनि अर्को न्यू ब्लगको सुरुवात भइसकेको छ साथीहरु। अझै म बाटोमा हिँडिरहेको छु अनि म चाहिँ आज दिउँसो ब्लग स्टार्ट गर्दैछु। अहिले चाहिँ म पसलमा जान लाग्छु। पसलमा जाँदैछु। अहिले चाहिँ म रोडनेर हिँडिरहेको छु। रोडको बिजोग हेर्नु न, रोड चाहिँ फेरि यस्तो बाटो नराम्रो बाटो छ। यस्तो ठाउँमा रोड बनाउनु पर्ने रे। रोड पनि पुरै भत्केर हेर्नु न, यहाँ के साह्रो भइरहेछ। मान्छेहरू हिँड्ने गोरेटो बाटो जस्तै देखिरहेछ। साथीहरू, म चाहिँ अहिले पसलमा जाँदैछु। पसलमा सानोतिनो काम थियो, त्यही भएर म पसलमा जाँदैछु। साथीहरू, मेरो भिडियोलाई अन्तिमसम्म फुल वाच गरेर हेरिदिनु होला अनि मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ प्लिज नबिर्सिनु होला। किनभनेदेखि तपाईहरुले मेरो भिडियोलाई लाइक, कमेन्ट नै गर्नुहुन्न अनि त्यही भएर मैले तपाईहरुलाई रिक्वेस्ट गर्छु, मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ प्लिज नबिर्सिनु होला। साथी चाहिँ त्यति साह्रो लागेको पनि छैन। गर्मी भने यति गर्मी होइन, यो बेसीमा त झन् हामी चाहिँ एकदम बेसीमा पर्छ नि त। त्यही भएर कोसीको छेउमै पर्छ हामी चाहिँ। अझै म बाटोनिर हिँड्दैछु। बाटोको बिजोग हेर्नु न साथीहरू, बाटोको बिजोग के साह्रो हो। अयो घाम त त्यति साह्रो लागेको छैन। मौसम हेर्नु कस्तो सफा भइरहेछ कि आज, कस्तो क्लियर देखिरहेछ पारिपट्टि चाहिँ। आज चाहिँ घाम चाहिँ त्यति साह्रो लागेको छैन। म चाहिँ अहिले बाटोनिर हिँड्दैछु। पसल पनि छ टाढै, पसल पनि कहाँ नजिक हुनु र टाढै छ। ओ परेवा हेर्नु न, परेवा वाउ, दुईजना परेवा जोडी नै त्यहाँ बसिरहेछ। के गर्नु भएको? खानुभयो? ए सन्चै हुनुहुन्छ? ल साथीहरू, म चाहिँ अब आधी बाटोमा पुगिसकेको छु। उता हेर्नु होला सुनकोशी खोला। हामी चाहिँ सुनकोशी खोलाको नजिकै पर्छ, त्यही टाढा छैन। हेर्नु न हाम्रो गाउँठाउँको भ्यू हेर्नु है त तपाईँहरूले। सुनकोशी खोलाको छेउमै पुग्नुपर्छ पसलमा नि। बेसी भएपछि त्यही हो, अब गाडी जहाँ हिँड्छ त्यहीँनिर हुन्छ। हजुर पसल चामल के गर्नु, चामल छैन, त्यही त नि। ठुलबाद के काम छ र आजेल हो? आजभोलि त बाख्रा नि चराउनु हुन्न क्या हो? ए घाँस काट्ने दिनी है। अब गोड्ने बेला भयो। अब गोडेको छैन हाम्रो चाहिँ, उरीहरूको र तल सङ्ग्राम बाको चाहिँ गोड्यो। सक्नु त कहाँ सक्नु, आधी गोडिसक्यो अनि आधी बाँकी छ। आधी चाहिँ भएकै छैन कि, आधी चाहिँ अलि मसिनै छ। बोट पछि रोपेको कि प्याज भएको ठाउँमा चाहिँ पछि रोपेको, प्याज नभएको ठाउँमा चाहिँ अगाडि नै। अनि आरामै छोरी त भयो नि 8-9 महिना अहिलेदेखि हो र। अब यो 11 गते 9 महिना पुरा भएर 10मा लाग्छ। बाम त अहिले सारे हो र, हिजो अस्तिदेखि नै। अहिले त भित्ता समाएर उभिन थालिसक्यो। कोही त हिँड्छ। ए ल ठुले आमा बस्नु है त। हामी त गएको, कहिले पुग्ने हो पसलमा? हजुर यहीँनिर। कहाँ पुग्नु त उतानिर चाहिँ।
हजुर पसलनिर यसो कहिले त घुम्नु पर्यो भनेर नि कति बस्नु घरमा नि हजुर आयो खारे घरमा नि त्यति साह्रो बजार भयो पो त्यति साह्रो बजार छैन के गर्न जानु कहिलेकाहीँ मात्रै हो जाने काम परेको बेलामा बिना काममा त कहिले जाँदैन के छ तपाईँहरूको त हालखबर नदेखेको नि धेरै भयो त ठुल्बा कहाँ जानुभयो त ए खारे घरनिर म चामल लिन जानु पर्यो अब खानु सित्तेसी खानु लिन जानु पर्यो नि छ घरमै उनलाई पठाएर ऊ एक्लै आउनु सक्दैन त्यही त नि भर्खरै नयाँ नयाँ मान्छे कहाँ एक्लै जानु सक्छ र त्यही त नि साथीहरू म चाहिँ छेउतिर बाहुनपुरमा पुग्यो हेर्नु न हरियाली हुन थाल्यो साथीहरू म चाहिँ बाहुनपुरमा पुग्यो त्यहाँ पुगेपछि सबैजनाले बोलाउनु भयो कि हजुर जाँदाखेरि उतैबाट जाने हो कहाँ यत्रो टाढोबाट घुमेर आउनु त्यहीबाट सिधा हुन्छ अझै म जाँदैछु पसलमा नि पुगेको छैन पुग्ने हो टाइम त धेरै लाग्यो साथीहरू अझै म हिँडिरहेको छु बाटोमा हेर्नु न कस्तो खोपिलो बाटो हिँडिरहेको छु बाटो यस्तो छ खोज्नु जानु राम्रो बाटो मेरो ब्लगलाई अन्तिमसम्म हेर्दै गर्नु होला है त अहिले एकैछिनमा भेटौँला अरू म चाहिँ पुग्न लाग्यो पसलमा पसलभन्दा अलि माथि डाँडामा पुग्न लाग्यो अब अहिले म जाने भनेको त्यो खोलाबाट जाने हो त्यो खोला गएर माथि पुगेर चाहिँ उकालो चढ्नुपर्छ अनि अहिले चाहिँ म डाँडाबाट आएको अघि नै त्यहाँ कान्छीलाई ढोड निकालेर अनि ढोड घरमा के अरे घरमा पठाएर अनि म चाहिँ फर्केको त्यही भएर म यतैबाट आएँ अनि जाँदाखेरि चाहिँ म यो खोला जानुपर्ने छ पसल छ ऊ तल हरियो रङले परेको त्यो घर अनि चाहिँ म हिँडिरहेको छु के साह्रो अहिले त बाटै राम्रोसँग छैन साथीहरू म चाहिँ अहिले हिँडिरहेको छु बाटोमा ल एकैछिनमा भेटौँला है त साथीहरू म चाहिँ पसलको नजिकै पुगिसकेको छ अहिले चाहिँ म पसलभन्दा अलिक माथि डाँडामा आइपुग्यो ढ्यान्टाडान हेर्नु त्यहाँ खोला अब ए साथीहरू हिजो अस्ति हामी घुम्न गएको पुल हामी चाहिँ हिजो अस्ति त्यही घुम्न गएको थियो त्यही पुलमा अहिले चाहिँ म पसलमा मात्रै जानु लाग्यो खोला हेर्नु न खोला कस्तो मजाले बजे के अरे साउन आइरहेको छ खोलाको तपाईँहरूले पनि सुन्नुभयो होला नि मकैबारी दर्याम रे मकैहरू चाहिँ त्यहाँ टन्नै छ अब चाहिँ फल्न लाए जस्तो छ मकैहरू अहिले चाहिँ म हिँडिरहेको छु अरे चप्पल हेर्नु न चप्पल नभएर यस्तो चप्पल लाएर आएको खुट्टा पुरै खाएर कस्तो अप्ठ्यारो भइरहेछ कहिले पसलमा पुगाउँला कहिले चप्पल किनौँला अनि लाउँला भइरहेछ कति धेरै दुखिरहेछ भने चप्पल चुडेर अनि चामल सकिएको थियो घरमा त्यही भएर म चाहिँ अहिले चामल लिन जाँदैछु पसलमा पसल पनि नजिक भयो हुन्थ्यो नि यति टाढो छ टाढो भयो नि अब आफूले खानु परेपछि त अब बाध्यताले आउनै पर्ने रहेछ त्यही भएर म चाहिँ अहिले पसलमा आउँदैछु पसलमा जाँदैछु पसलमा आउँदैछु रे आयो साथीहरू मेरो भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नु होला है त अहिले चाहिँ म ओह्रालो झर्दैछु पसलको छेउमा पुग्यो नि त अब माथि डाँडा पुगेपछि त तल झर्नुपर्छ अब चाहिँ हरियो देख्न थालेछ हाम्रो घर हेर्नु न कहिले पुग्ने हो त्यहाँ माथि त्यहाँ छ हाम्रो घर चाहिँ
हरियो त्यहाँ छ हाम्रो घर। यहाँबाट पनि देखिरहेछ चुखा गाउँ। लौ नानी ल साथीहरू म चाहिँ जाँदैछु। अहिले म जानुपर्छ त्यो खोला जानुपर्छ म अहिले। अघि त काम परेर डाँडाबाट आयो, खोलाबाटै सजिलो हुन्थ्यो, त्यो भएर म अझै खोलाबाटै जान्छु। अनि मेरो भिडियोले अन्तिमसम्म हेर्दै गरिदिनु होला। अहिले एकैछिनमा भेटौँला है त साथीहरू। म चाहिँ फर्केको पसलबाट, भारी बोकिरहेको छ भाइ, अप्ठ्यारो भइरहेछ। अनि चाहिँ म पसलबाट फर्किसकेको छ। खोलामा हिँड्दैछु, यहाँ रहेको छ खोला। मैले अघि किन भनेको थिएँ नि म खोला जानुपर्छ भनेर, म अहिले त्यो खोला आइसकेको छ। अहिले म त्यहाँ माथि पुगेपछि त्यहाँबाट उकालो चढ्नुपर्छ। कहिले पुग्ने हो घर, टेन्सन भयो। भारी छ फेरि, दुईटा चामल अनि एउटा यस्तो बाक्स छ। तरकारी पनि अलिअलि लिएर आएको थियो। भोलि मकै पुर्ने काम छ, त्यही काम भएकोले कामको लागि काम गर्ने केटालाहरूको लागि मस्यौरा पनि अलिकति तरकारी लिएर आएको। आलु त घरमै छ, भए पनि मस्यौरा लिएर आएको। साथीहरू म चाहिँ अहिले बाटोमा हिँडिरहेको छु, स्वास भइरहेको छु। कहिले पुग्ने हो वहाँ माथि, त्यहाँ पुग्नुपर्छ। कहिले पुग्ने हो बाफ्रे कहिले पुग्ने हो। खोला हिँडिरहेको छु, भए पनि अलि शीतलै भइरह। ल साथीहरू म चाहिँ घर पुग्न लाग्यो। पसिनाले पुरै दिइसक्यो मान्छे, पसिनाले पुरै दिइसक्यो। कहिले पुग्ने घर, अब घर पुग्न लाग्यो। अहिले चाहिँ म बस्ने ठाउँमा एकछिन आराम गर्नु पर्यो भनेर आराम गरिरहेको छु। गर्मी भएको त्यस्तै, पसिना आएको त्यस्तै। साह्रो पसिना भएको, धेरै टाढो पनि छैन। फेरि यो उकालो चढ्नुपर्ने, थोरै त हो नि उकालो भने। यदि थोरै उकालो चढ्दा नि यति साह्रो पसिना साथीहरू म चाहिँ अहिले आराम गरिरहेको छु। एकदम थकाइ लाग्यो, बाटोमा एकदम थकाइ लाग्यो। एकछिन अब भारी पिसाएर बसेको, भारी छ त्यहाँ। अनि एउटा छ यहाँ, दुईवटा छ, एउटा बाक्स अनि एउटा छ चामलको बोरा। यति थोरै उकालो चढ्दा त यति साह्रो पसिना आएको। मान्छेको गति बुझेको छ। अनि के भन्नु, अहिले चाहिँ म बसिरहेको छु एकछिन आराम गर्ने भनेर। अहिले चाहिँ अब चाहिँ म जान लाग्यो। र साथीहरू मेरो भिडियोलाई अन्तिमसम्म वाच गरेर हेरिदिनु होला। अनि अझै माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला, लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। अनि तपाईँहरूले सपोर्ट गरेर अझै पनि योभन्दा राम्रो भ्लग लिएर आओस् भनेर तपाईँहरूले प्रतिक्रिया दिनु होला कमेन्ट मार्फत। अनि अझै पनि म तपाईँहरूले प्रतिक्रिया अनि कमेन्ट मार्फत अझै पनि योभन्दा राम्रो भ्लग लिएर आउने भनेर सल्लाह सुझाव दिनुभयो भने अझै पनि म योभन्दा अझै पनि राम्रो भ्लग लिएर आउनेछु। राम्रो त अब के राम्रो भन्नु, यस्तै हो। भए पनि तपाईँहरूले मलाई साथ सपोर्ट अनि हौसला दिनु होला। अनि अरू त के भन्नु, अरू त पनि आउँदैन। ल साथीहरू आजलाई यति नै, नेक्स्ट भ्लगमा फेरि भेटौँला। ओके, बाई बाई।